मैले चाहिँ हजुरहरूलाई 12 बजीदेखि नै कुरेर बसिरहेको छु। अब आउनु नहुनु भने 12 बजीदेखि कुरेर बस्छु। यो कारखानाको चाहिँ सुरुवात भनेको चाहिँ 2000 कारखाना तपाईँलाई यहाँ हुने चाहिँ सोभियत सहयोगमा चाहिँ स्थापना भएको कारखाना हो। सोभियत युनियनले राजाको पालामा हुँदैन त्यो स्थापना गरिदिएको र यहाँबाट तपाईँ 48 देखि 50 वटा कृषि औजारहरू चाहिँ यहाँबाट नेपालमा लगायत इन्डियामा पनि जाने गरेको भनेको यो समृद्ध एउटा कारखाना। यो कारखाना अहिले त सानो अवस्थामा भएको भए चाहिँ नेपालको एसियाको सबभन्दा राम्रो कारखानामा बनेको अहिलेसम्म हाम्रो टिमले चाहिँ यो गरेको एक्सपिरियन्स हो। 2019 लगभग 48 सालमा चाहिँ यो कारखाना 50 सालमा कारखाना बन्द भयो। बन्द भएपछि चाहिँ लगभग 30 वर्ष चाहिँ कारखाना चाहिँ बन्द भएपछि चाहिँ अनि हामीले लगभग 30 वर्ष कारखाना बन्द भइसकेपछि चाहिँ तपाईँको यो कारखाना चाहिँ 2079 सालको अर्थ मन्त्रालयको निर्णयमा चाहिँ राष्ट्रिय आविष्कार केन्द्रलाई चाहिँ कारखानालाई चाहिँ हस्तान्तरण बनाएको चलाउने र म्यानेज गर्नुपर्दाखेरि चाहिँ हामीलाई स्टडी पनि गर्न लगाउनु हो। अर्थमन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो भनेको चाहिँ उहाँले त्यो त्यसको हामीले स्टडी गरेर चाहिँ ल यो कारखाना हामी चलाउन सक्छौँ भनेर चाहिँ 2079 सालमा चाहिँ हामीले जिम्मा लिनुभएको। जिम्मा लिइसकेपछि हामीले यो कारखाना सुरुमा आउने स्थिति चाहिँ कसरी भन्दाखेरि यो कारखानाले पुरै कमान्ड आयो। अहिले तपाईँ देख्नुभयो जति पनि अलि हेर्न पनि इच्छा लाग्छ। त्यतिखेर त हेर्दाखेरि तपाईँले विरक्त लाग्छ। अनि रुखको पुरै गराहरू जालीदार पुरै चाला मकडाहरू सबै लागेको र फलामीको कृषिहरू सबैमा बिहा लागेको सबै भयो। अनि हाम्रो टिम आएर चाहिँ खोली आएर यो सबै मेसिनहरूलाई चाहिँ हामीले मर्मत गरेर लगभग 80% मेसिन चाहिँ हामीले यहाँ मर्मत गरेर लगभग बनाइसकेको अझै पनि कृषि हामीले मर्मत गरिरहेको छ। यहाँ विभिन्न किसिमको कृषि औजार तथा खाद्य औजारहरू चाहिँ अनुसन्धान पनि गरिरहेको छ। हाम्रो लगभग यहाँ 25 सबैजना हामीले मिलेर काम गरिरहेको छ। बाँकी चाहिँ हाम्रो यहाँ न टेक्निकल अनि अहिले हामीलाई 14-15 किसिमको चाहिँ हामीले कृषि औजारहरू बनाइसकेको त्यस्तै यो मेसिन चाहिँ हामीले यो मेसिन चाहिँ हामीले अहिले कारखानामा नयाँ मेसिन कारखानालाई सञ्चालन गर्नलाई चाहिँ तपाईँलाई जति पनि छ अहिले भन्नु न चाइना अब इन्डियाको लेबरको डिजाइन सबै लिएर सबै केराको थानबाट बोक्रा केराको थानको बोक्रालाई चाहिँ हामीले त्यसरी राख्ने र त्यसकोबाट फाइबर हुन्छ। फाइबरबाट कपडा बनाउन सकिन्छ, धागो बनाउन सकिन्छ होइन। हजुर हो अनि यसको फाइबर केराको बोक्राबाट चाहिँ तपाईँले धागो पनि निस्किन्छ, पलले पेपर पनि बनाउन सकिन्छ र यसको पानीबाट चाहिँ हामीले यो के भन्छ तपाईँको त्यो फर्टिलाइजर पनि हो एकदम हामीले नै रोप्छन् अहिले पनि। र अहिले बिस्तारै अहिले नेपाल सरकारले चाहिँ अहिले पनि यो भित्राइरहेको छ यो धान रोप्ने मेसिनको द्वारा रोप्ने प्रविधि चाहिँ। तर मेसिन चाहिँ कस्तो हुन्छ भन्दाखेरि धान रोप्ने मेसिन चाहिँ एकदम न्यू टेक्नोलोजी होइन, तर सबैलाई युजर फ्रेन्डली हुँदैन। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यसलाई युजर फ्रेन्डली नै यही बनाएर यसलाई भोलि मर्मत पनि गर्न सक्छौँ। यो मेसिन तपाईँले हेर्नुभएको यो इन्जिन मात्रै हामीले जति छ सबै यही बनाएको थियो।
मेसिन यो साइज मेसिन ल्याउनु पऱ्यो भने 6-7 लाख रुपियाँभन्दा बढी पर्छ। हामीले यो मेसिनलाई 2-3 लाख 2 लाख एकसम्म बनाएर वेल्डिङ मेसिन हुन्छ वेल्डिङ गर्ने। यो इन्जिन चाहिँ चाइनिज हो। यो चाहिँ 12,000 रुपियाँ पर्छ, 12,000। यो बिक्री हुँदा कतिमा हुन्छ? यो बिक्री हुँदाखेरि चाहिँ हामीले हाम्रो टार्गेट चाहिँ 2 लाखसम्म चाहिँ बनाएर बेच्न सक्ने भन्ने। यो त हाम्रो भर्जन 1 बनाएर हामीले परीक्षण गऱ्यौँ यहीँ। यो कारखाना चाहिँ 10 बिघाको क्षेत्रफलमा छ। 5 बिघा चाहिँ तपाईँलाई यो कारखाना भयो, 5 बिघा चाहिँ खेती गरेर रेजिडेन्ट भनौँ न त्यहाँ छ। आफै खेती गर्ने आफै गर्ने सबै कुरा यहीँको इक्विपमेन्ट प्रयोग गर्ने यही हो यही गर। यो चाहिँ कस्तो भन्दाखेरि सर यो चाहिँ एउटा बङ्गलादेशमा के हुँदो रहेछ भन्दाखेरि माछालाई नयाँ किसिमले चाहिँ इन्क्युबेटरमा राख्दो रहेछ। यो चाहिँ इन्क्युबेटर भन्दाखेरि माछाको इन्क्युबेटर जस्तै कुखुराको इन्क्युबेटर हुन्छ नि त्यस्तै माछालाई पनि राख्ने यो नयाँ किसिमको बङ्गलादेशमा धेरै प्रयोगमा आउँदो रहेछ। उहाँहरूले एउटा आइएनजिओले चाहिँ हामीलाई यो बिस्तारै भनेको उहाँकै रिक्वेस्टमा चाहिँ हामीले इन्क्युबेटर सुत्छ। त्यस्तै गरी यो चाहिँ अक्सिजन पावर भन्छ। यहाँबाट गएर पानी पार्दाखेरि चाहिँ यो स्टाफ यो भनौँ सानो बबल्सहरू आउँछ यहाँबाट आउँछ नाच्दाखेरि अक्सिजन चाहिँ एकदम मिक्स भएर चाहिँ राम्रो सधैँ अक्सिजन चाहिँ पानीमा मिक्स भएर जान्छ। माछाको लागि एकदम राम्रो। 5वटा रोप्ने होइन कोदो रोप्ने मेसिन चाहिँ उहाँले डेभलप गरेर गर्छ। हातले चलाउनु कोदो चाहिँ एकदम अहिले पनि कम भन्छ। कोदो रोप्ने मेसिन त छँदै छैन तर यो भनेको नयाँ हाम्रो 2 वर्षदेखि हामीले त्यसमा अनुसन्धान गरेका छौँ। अब चाहिँ हामी केही प्रदेशमा चाहिँ यो पाउँछ भनेर चाहिँ हामीले यसलाई गरेका छौँ। कोदो रोप्ने मेसिन हजुर कोदो रोप्ने मेसिन अगाडि धानको चाहिँ धान तल झर्छ अनि पराल निस्किएपछि त्यो पराल ठुलो बनाउँछ। परालको त्यो अहिले बनाएर बेच्छ त्यो चाहिँ हामीले बनाएर बेच्छ। यो पनि एकदम हेर्नु यो धार खन्ने यताबाट घाँस खुर्किने त्यसपछि यताबाट गर्न मिल्ने 3 in 1 यो चाहिँ यसरी गर्न पनि मिल्छ होइन तपाईँलाई। अनि यो चाहिँ तपाईँलाई अगर भयो यो चाहिँ मकै छोडाउने भयो होइन। अनि तपाईँलाई यो चाहिँ तपाईँलाई पाइपहरू गाड्ने होइन यो के अरे ग्रिन हाउस टनेलमा चाहिँ यो पाइपहरू गाड्ने है। अनि यो भयो त्यसपछि तपाईँलाई अनि यो कुटो भयो। अनि यो पनि तपाईँलाई यो पनि अब तपाईँले बिरुवालाई एक ठाउँबाट अर्को ठाउँ सार्न पनि ठाउँबाट गाड्ने अनि बिरुवा सहित आउँछ अर्को ठाउँमा लगेर रोप्नु। यो तपाईँलाई बिरुवा आउँछ माथि त्यसलाई माथि आउँछ त्यो भयो। त्यसपछि तपाईँलाई यो ड्यामको बनाउने लाइन गर्ने होइन यिनीहरू सबै यो चाहिँ तपाईँलाई भर्जन 1 हो धान रोप्ने। यो चाहिँ तपाईँलाई हाम्रो रेट यो बेच्ने आउने भयो भने रेटै होइन। यो चाहिँ हाम्रो रिसर्चको लागि मात्र हेरेको छ। अनि यो चाहिँ आलु रोप्ने आधी ट्र्याक्टरमा जोडेर आलु रोप्ने यो चाहिँ अनि त्यसपछि यो चाहिँ तपाईँको यो चाहिँ धान टुट्ने प्रेसर यो चाहिँ। अनि यो चाप कटेर भयो घाँस काट्ने। अनि यो चाहिँ हाते ट्र्याक्टरको तपाईँलाई एट्याचमेन्टहरू भयो। अनि बर्खाको लागि हजुर यो चाहिँ तपाईँलाई यो पनि यसरी यो चाहिँ अब उखुको लागि उखु बारेमा युज गर्छ। अनि यो चाहिँ तपाईँलाई ट्याङ्क बनाउने यो चाहिँ। अनि यो आलु खन्ने भयो चाहिँ होइन यो आलु खन्ने भयो। अनि त्यसपछि यो चाहिँ माटोको भाँडा बनाउने इलेक्ट्रिक पोल्ट्री मेसिन भन्छ। यो माटोको भाँडा नि यहीँ पर्छ होइन यो चाहिँ तपाईँले हातले बनाउँदो रहेछ। यो घुम्छ। अनि यो चाहिँ तपाईँले एट्याचमेन्टहरू भयो। यो चाहिँ एकदम तपाईँलाई अहिले लेटेस्ट अहिले कस्तो भन्दाखेरि यो चाहिँ तपाईँलाई यसले घाँस विडिङ पनि गर्छ अनि माटोलाई पुस्रो पनि बनाउँछ घरमा एकदम। यो त अहिले 2500 देखि 3000 चाहिँ पर्छ। ठ्याक्कै यो टेस्टिङ चाहिँ भइरहेछ अझै भयो।
अनि यो चाहिँ धान काट्ने गोलीको सानो ट्र्याक्टरको हाते ट्र्याक्टरको हातेको यो चाहिँ मल्चर भयो मल्चिङ प्लास्टिकको छुने भयो चाहिँ अनि यो तपाईँले यो चाहिँ केराको फाइबर निकाल्ने यो चाहिँ भर्जन 1 रहेछ अघिको चाहिँ एउटा मात्रै काम यो अघि तीनटै काम गर्छ यसले चाहिँ एउटा मात्रै काम गर्छ अनि यो चाहिँ तपाईँको गोबरलाई पेलेर गोबर सुनाउने गोबर पेल्ने मेसिनहरू चाहिँ यसो किन भन्दाखेरि जस्तै गोबरको तपाईँलाई छिटो तपाईँले 50 रुपियाँ चेन दिनु पर्यो हजुरलाई एकदम उहाँ सरकार जानु भयो हजुरको कति 23 चाहिँ के लियो त्यही यो 3टा अनि अर्को यस्तो 2टा अर्को त्यो पन्नी 2टा के नाम र हजुर हजुर हाम्रो मान्यजी किसान श्रेष्ठ तपाईँ 50 रुपैयाँ छ 50 रुपैयाँ हाम्रो कति हो कति हो पाउने यो 50 मलाई दियो ठिक भयो त लिनु पर्दैन होला नि म पछि काट्दा भ्यान यो लियो है त हुन्छ त्यसलाई बेर्ने केही छैन होला बेर्ने एउटा पेपर कोडा ल्याइनु 350 20 अरु 450 हैन कभर गर्न केही छ 1000 रुपैयाँ हजुरको नाम रञ्जन यादव पाउडर कोटिङ पाउडर कोटिङ गर्ने यहाँ हजुरलाई एउटा इक्जाम्पल दिन्छु म चाहिँ यो चाहिँ तपाईँको यहाँको मेन डिस्ट्रिब्युसन प्यानल भन्छ यसलाई चाहिँ होइन मेन डिस्ट्रिब्युसन प्यानल चाहिने सफिसियन्ट इलेक्ट्रिसिटी त हामीलाई चाहियो नि त इलेक्ट्रिसिटी हामीले राम्ररी दिन सकेन भने त भोलि करेन्ट आएको त्यसैले अब इलेक्ट्रिसिटी मात्रै इस्टाब्लिस गर्दा 10-15 करोड खर्च हुन्छ कि अनि यसैले हामीले कसरी युटिलाइज गर्ने भने नयाँ पुरानो इक्विपमेन्टहरू हामीले नयाँ अमेरिकाबाट इक्विपमेन्टहरू मगाएर चाहिँ टेस्टिङ गऱ्यौँ टेस्टिङ गरेर चाहिँ सक्सेसफुली हामीले चाहिँ बनाउनु पहिले चाहिँ लाइट भयो यसलाई चाहिँ रिस्किङ यो चाहिँ मासु काट्न घरमा जस्तै यो सानो सानो घरमा पनि युज गर्छ तरकारी काट्न मासु काट्न होइन अनि यो चाहिँ तपाईँलाई यहीँ किन्न पाइन्छ कति छ यो 200 रुपियाँ त्यसको यो 450 यो 650 छ त्यसको पनि 450 हो यो 200 रुपियाँ 200 रुपियाँ घरमा सबैको लागि स्प्रिङ पत्ताको हो बढी भर सबैको लागि यो बाटोले भने अलिक ह्याभी भन्यो ठन्डी र तपाईँले वेडिङ गर्नलाई हो कि यो चाहिँ भनेको जस्तो ट्याङ बनाउँछ नि त्यस्तै किसिमको लागि सानो सानो खेत बारी परिसा बारीको लागि हो त्यो यो क्या हुन्छ आउँछ यसको कति नि यसको 450 रुपियाँ 200
अनि यो उसको यो चाहिँ गइरहेको छ राख्ने होइन यहाँ यो चाहिँ एउटा मात्रै बनाएको छ यतिकै हामीले टेस्ट गर्नलाई यो चाहिँ यो निकाल्ने यहाँ मासु राख्ने छ नि यो बन्द हुन्छ अनि मासु यसरी राखिदिने यतिकै राखिदिनु अनि अब तपाईँले यो चलाउनु परेन यतिकै कोइला त्यहाँ हुन्छ अनि यसरी राख्ने यसरी त्यसले केही फरक पर्दैन केही फरक पहिला चाहिँ तपाईँलाई यहाँ काठमा धेरै कुरा बन्थ्यो नि त यो मिसिनहरू चाहिँ एकदम युजफुल छ अहिले बनाउनु तपाईँ थाहा हो हजुर हजुर